हेलो साथीहरु, वेलकम छ कुशवाहा ब्लगमा। विदेशमा बस्नेहरुको लागि फेरि एउटा खुशखबरी आएको छ। यदि हजुरहरुले चाहिँ आईपीओ शेयर एप्लाई गर्नुहुन्छ भने हजुरहरुलाई एउटा राम्रो कम्पनीको आईपीओ चाहिँ खुल्ने भएको छ। यो कम्पनीको नाम के रहेछ र कहिलेदेखि ओपन हुँदैछ र कहिलेसम्म यसको लास्ट डेट रहेछ भने र कति शेयर चाहिँ आफ्नो खुला गर्ने भएको छ यो कम्पनीले र यो कम्पनीको शेयर चाहिँ हामी होल्ड गर्दा राम्रो हुन्छ कि हुँदैन भनेर हामी यो कुराहरू यो भिडियोमा जान्ने छौं। सबैभन्दा भन्छु अगाडि के भन्न चाहन्छु कि हजुरहरुले चाहिँ शेयर सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो कुशवाहा ब्लगलाई चाहिँ सब्स्क्राइब गरी बेल आइकनलाई क्लिक गरी नोटिफिकेसनलाई अन गरिदिनु होला। किनभने यो च्यानलमा जुन कम्पनीको र कुनै पनि कम्पनीको आईपीओ शेयर खुल्ने हुन्छ भने त्यसको चाहिँ अपडेट चाहिँ यो च्यानलमा हजुरहरुलाई दिनेछु। अब म यो कम्पनीको के नाम रहेछ, यो कम्पनीले के कस्तो आफ्नो शेयर खोल्ने भएछ त्यसको बारेमा अब जानकारी गर्न जाँदैछु। यो कम्पनीको नाम रहेछ धरमखोला हाइड्रो इनर्जी लिमिटेड रहेछ र यो कम्पनीको प्रबन्धक चाहिँ लक्ष्मी सनराइज क्यापिटलले चाहिँ गर्दैछ। साथै यो कम्पनीको शेयर चाहिँ विदेशीको लागि 2025 6 महिना 23 तारिखको चाहिँ खुल्ने भएको छ। साथै यो कम्पनीको चाहिँ कहिले क्लोज लास्ट डेट हो भने 2025 7 महिना 7 तारिखको चाहिँ यो चाहिँ यसको लास्ट डेट चाहिँ रहनेछ। त्यस्तै गरेर यो कम्पनीको चाहिँ कति शेयर चाहिँ विदेशीको लागि चाहिँ आफ्नो खुल्ने भएको छ र कति शेयर चाहिँ जनरल पब्लिकको लागि खोल्ने भएको छ। यो कम्पनीले चाहिँ आफ्नो शेयर विदेशमा बस्ने साथीहरुको लागि चाहिँ 2,91,950 2,91,950 किता चाहिँ विदेशमा बस्ने साथीहरुको लागि यो शेयर चाहिँ खुल्ने भएको छ। अब यस्तै गरेर जनरलको लागि चाहिँ कहिलेदेखि खुल्छ र कति शेयर खुल्छ भने त्यो पनि मैले त्यस्तै गरी अब जनरल पब्लिकको लागि चाहिँ 10,30,500 किता चाहिँ शेयर चाहिँ खुल्ने भएको छ। अब जनरल पब्लिकहरु कहिलेदेखि एप्लाई गर्न पाउँछ भनेर अहिलेसम्म डेट चाहिँ फिक्स भएको छैन। अहिले चाहिँ धरमखोला हाइड्रो इनर्जी लिमिटेडले चाहिँ मात्र विदेशीहरुलाई एप्लाई गर्नको लागि यही 2025 6 महिना 23 तारिखको चाहिँ खोल्ने भएको छ। त्यस्तै गरी 2025 7 महिना 7 तारिखको चाहिँ लास्ट डेट एप्लाई गर्ने लास्ट डेट हुनेछ। आजको भिडियो चाहिँ यति नै रहेछ। अब जनरल पब्लिकको लागि कहिले डेट एनाउन्समेन्ट हुँदैछ र कहिलेदेखि हजुरहरु चाहिँ नेपालमा बस्ने साथीहरु चाहिँ कहिलेदेखि एप्लाई गर्न सकिन्छ त्यसको लागि पनि एउटा भिडियो मैले बनाउने छु र यही युट्युब च्यानलमा हाल्ने छु। अब हजुरहरुलाई अपडेट जानकारी गर्नु छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला र बेल आइकनलाई क्लिक गरी नोटिफिकेसनलाई अन गरिदिनु होला। आजको लागि यति नै हो। फेरि भेटौँला हामी अर्को भिडियोमा।